सबैमा नमस्कार र श्रीपोर्ट बैंकक शाखा अन्तर्गत सामरोङ, थबिदोङ, सोलवाङ, श्रीपोर्टमा बसोबास गर्ने सम्पूर्ण नेपाली गोर्खाली दाजुभाइ दिदीबहिनी मातापिताहरूमा यो जानकारी दिन चाहन्छौं। यही आउँदो 1 तारिक अप्रिल 2025 देखिबाट यही त्रिनाथ देवालय धाममा वसन्त विदाईको अवसर पारी नेपाली साहित्य पठन पाठन कार्य आरम्भ गर्न गइरहेका छौं र आफ्ना बाल बालिकाहरूलाई नेपाली साहित्य पाठन पठनको लागि नाम दर्ता दिन भोलिदेखिबाट नै हामी हार्दिक अपील गर्दछौं। सबैमा यही जानकारी दिँदैछौं। धन्यवाद।